पनि हस् धन्यवाद। नेपालको जनता तर्किरहेको छ होइन र राष्ट्रिय जनतालाई प्रोत्साहन गर्ने चलचित्र मेरो देश पनि आउँदैछ। हजुर सन्दर्भ पनि मिलेको छ। के भन्नुहुन्छ सुरुमा मेरो देशबारे? हजुर यो धन्दा चाहिँ मलाई आजको एमसी नरेश भट्टराई दाई उहाँ जर्नलिस्ट पनि हुनुहुन्छ, उहाँले गिफ्ट दिनुभएको हो इभेन्टमै होइन, विच आइ एम रियली थ्याङ्कफुल टु हो। यसकै विषयमा मुभी बनेको छ मेरो देश। मेरो देश कस्तो मुभी हो भने हामीले कति रिसर्च गर्छौँ नि पोलिटिक्सका कुराहरू, अब यहाँहरू जर्नलिजममा हुनुहुन्छ, कति पहिला देशमा के घटनाहरू घटे भन्ने कुरा, हिस्ट्रीका कुराहरू हामीलाई पाना पल्टाउन मन लाग्छ, हाम्रो पृष्ठभूमि थाहा पाउन मन लाग्छ, हाम्रो इतिहासमा हामीलाई गर्व छ, इतिहासमा गर्व छ भन्ने कुरा, त्यो इतिहास पल्टाउन मन लाग्छ होइन। फलस्वरूप हामीले मेरो देश जस्तो मुभी बनाएको कारण चाहिँ यो कुरालाई चाहिँ लाइब्रेरीमा राखेर आर्काइभ गर्न सकियोस् र अब आउने पुस्ता, यो पुस्ताले मात्र होइन, यो पुस्ताले त हेर्नै पर्ने चलचित्र बनेको छ, आउने पुस्ताले पनि केही 2073 सालमा के भएर रहेछ त होइन, 72 सालमा के भएर रहेछ, 71, 60, 50 सालमा, 55 सालमा के भएको रहेछ भनेर अलिकति भिजुअल रूपमा एन्टरटेनमेन्टलाई पनि मिक्स गरेर हेर्ने हो भने चाहिँ मेरो देश भन्ने चलचित्र हेर्न सक्नुहुन्छ, रिसर्चको लागि र एन्टरटेनमेन्टको लागि पनि। अब एन्टरटेनमेन्ट भने मैले किन एड गरेको यस्तो चलचित्रमा भने यदि एन्टरटेनमेन्ट फ्याक्टरलाई हामीले हटाउने हो भने त हामीले मेरो देश भन्ने डकुमेन्ट्री बनाउँथ्यौँ होला अथवा ड्रामा बनाउँथ्यौँ होला होइन। तर हामीले यहाँ यसमा एउटा म्युजिकल इन्फ्लुएन्स पनि छ यो फिल्ममा, फाइटहरू छ, एक्सनका सिनहरू छन्, तपाईँले त्यो सशस्त्रको देखि नै रहनु भएको छ त्यो ट्रेलरमा पनि होइन, त्यो फुटेजहरू पनि हामीले देशमा भएकै घटनाहरूबाट लिएका छौँ। त्यो कारणले गर्दाखेरि यस्तो यो त्यो बाहेक त्यो एक्सन, कोरियोग्राफ्ड एक्सन, यिनीहरू यो कमर्सियल फ्याक्टरहरू राख्नुको कारण चाहिँ अलिकति एन्टरटेनिङ ढङ्गबाट देशको बारेमा सबैलाई सूचना दिउँ भन्ने हो। जस्तै यहाँले ट्रेलरमा नोटिस गर्नुभयो कि भने नेपाल होइन नेपाल भएको छ भनेर भन्नुभएको छ होइन। सो त्यो एक्सन सिक्वेन्समा पनि डायलग त्यस्तो छ कि त्यो आइटम नम्बर किन आएको छ, त्यो पनि राजनैतिक पृष्ठभूमिमा नै आएको छ। बाँकी अरू पनि कुराहरू जति पनि मुभीमा भएको छन् त्यो सबै मैले भने नि राजनीतिको चस्मा लगाएर बनाउनु भएको मुभी हो मेकर्सहरूले। धेरै 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 सूचनामूलक मुभी बनेको छ। हाम्रो पहिलाको कारखानाहरूदेखि लिएर धेरैलाई थाहा नहुन सक्छ हाम्रो गभर्मेन्ट लेभलको उद्योगहरू बन्द भएका छन् र त्यसका प्रपर्टीहरू कहाँ गएका छन्, के गरेका छन्, त्यो यो सबै कुराहरू जुन चाहिँ एउटा नेपाली नागरिक भएर हामीलाई थाहा हुनुपर्ने छ नि, जुन चाहिँ हामी यो आर्थिक संसारमा बाँचिरहेका छौँ नि, आर्थिक गतिविधिदेखि लिएर सामाजिक, राजनैतिक, अन्तर्राष्ट्रिय जस्तै सन्धिका कुराहरू, अन्तर्राष्ट्रिय राजनीतिका कुराहरू, यो सबै कुरालाई चाहिँ हामीले डायलग मार्फत डिफ्रेन्ट पात्र मार्फत, म मात्र होइन, आयुषजी, हाम्रो ध्रुवजी, हाम्रो निरसा दाई होइन, अर्को एनीजी हुनुहुन्छ, हाम्रो यी पात्रहरू मार्फत चाहिँ त्यो सबै डायलगबाट चाहिँ हामीले प्रस्ताएका छौँ मेरो देशमा। जस्तै पछिल्लो समय राजनीतिक चलचित्रहरू, नारी प्रधान चलचित्रहरू अलिक कम चलिरहेको छ। अलि फरक वृत्तका चलचित्रहरू जस्तै रियालिटीमा अहिले मान्छेहरूमा जस्तो रियालिटी हुन्छ त्यस्तो खालको चलचित्र मन पराएको अवस्थामा अब मेरो देश चाहिँ दर्शकहरूले मन पराउनु हुनेछ यस्तो फेरि पनि हुने कस्तो कतिको आशा छ? हो, सर्वप्रथम तपाईँको प्रश्नमा नै हामी यस्तो मुभी कोही मान्छेले आफ्नो लगानी लागेर बनाउँछ भने कतिको गर्व गर्नुपर्छ भन्ने कुरा तपाईँकै प्रश्नमा उत्तर छ। यस्तो फिल्महरू त्यति साह्रो नचलिरहेको कमर्सियली खण्डमा पनि व्यक्तिहरूले चाहिँ आफ्नो निस्वार्थ भावनाले होइन, किनकि निस्वार्थ भावना नै त आयो नि, यहाँले भनिहाल्नु भयो होइन, निस्वार्थ भावनाले एउटा सूचनामूलक सन्देशमूलक चलचित्र बन्नुपर्छ भनेर अझै पनि हाम्रो सुरेन दाई जस्तो मान्छेहरू लागिरहनु भएको छ। यो इन इट सेल्फ नै एकदमै ताली बजाउनु पर्ने कुरा हो होइन। त्यो कारणले गर्दाखेरि अनि अर्को कुरा के पनि हो भने नारी प्रधान चलचित्रको चाहिँ मलाई थाहा छैन, तर पोलिटिकल बेस्ड चलचित्र नचलेको भन्ने मलाई कुन चलचित्र चलेन त थाहा भएन होइन। तर मेरो देशको हामीलाई आशा भएको रिजन चाहिँ यो चाहिँ करेन्ट अफेयर्समा बेस्ड हो कि यो चाहिँ एकदमै पहिला हिस्ट्रीको कुरा, त्यस्तो मुभी बनाउनै हुँदैन, नराम्रो मुभी बनाउनै हुँदैन भन्ने सोचको मान्छे हो क्या म चाहिँ। त्यो छुनु नै हुँदैन त्यस्तो सब्जेक्टहरू है, बरु यतिकै छोडिदिउँ, मुभी पनि नबनाऊ, जे पाए त्यही बनाउनु भन्दा भन्ने सोचको मान्छे हो। तर मेरो देश भन्ने मान्छे चाहिँ मुभी चाहिँ जस्तै अहिले पनि त कति दाजुभाइहरू खाडीमा गएर तडपिरहनु भएको छ होइन। अहिले पनि त उहाँहरू गएपछि उहाँको लास फर्किँदाखेरि कतिजना हाम्रो नारीहरूको आँसु झरेको छ होइन। अहिले सडक आन्दोलन हुँदाखेरि कतिहरू बच्चाहरूको अहिले पनि त देहान्त हुनेछ। यो सबै करेन्ट
करेन्ट अफेयर्समा बनेको चाहिँ फर्स्ट मुभी नै हो जस्तो लाग्छ मेरो देश, नितान्त पोलिटिकल होइन। एन्ड आई थिङ्क मलाई एउटा कुरा यसमा के एड गर्नु मन लाग्छ भने हामीले जहिले पनि दैनिक रूपमा त्यो न्युज पेपरमा त्यो नेताहरूको गालाहरू होइन अनि त्यो न्युजहरू हेडलाइन्सहरू हेर्नुभन्दा त्यो वाक्क फेडअप हुने गरी त्यो न्युज अन गर्ने बित्तिकै पोलिटिकल ट्रुमल्स हेर्नुभन्दा एउटा पारिवारिक रूपमा हलमा गएर ठुलो स्क्रिनमा है ठुलो स्क्रिनमा जस्तो कहिलेकाहीँ हामीलाई लाग्छ नि हामीलाई एकदमै मन परेको फुटबल म्याच वर्ल्ड कपमा ठुलो स्क्रिनमा हेर्न पाए हुन्थ्यो सबैजना गएर भने जस्तो लाग्छ नि होइन। हलमा लगाइदियो, मैले त नकिम दाइलाई फोन पनि गराएको थिएँ कि दाइ क्युएफएक्समा त्यो वर्ल्ड कपको फाइनल चाहिँ लगाइदिनु पऱ्यो भनेर होइन। सो त्यस्तै हो कि यो पोलिटिकल कुरा पनि हामीले न्युज पेपरमा पढ्नुभन्दा सानो स्क्रिनमा देख्नुभन्दा ठुलो स्क्रिनमा सबै साथीभाइ गएर हेर्नुको रमाइलो नै छुट्टै हुन्छ भन्ने आशाले पनि मेरो देश चल्छ जस्तो लाग्छ मलाई चाहिँ। यस्तो यो एकदमै रोचक प्रश्न हो। यसले हामीलाई सिकाउँछ, फिल्म मेकर्सहरूलाई के सिकाउँछ भने म एकदमै अनेस्टली कुरा गरिदिन्छु यहाँ। के सिकाउँछ भने समय परिवर्तनशील छ र मान्छेको सोच र मान्छेको टेस्ट पनि परिवर्तनशील छ होइन। त्यो परिवर्तनशील कुरालाई त्योभन्दा डबल लेभलमा परिवर्तन गर्न सक्ने क्षमता चाहिँ मेकर्सहरूको हुनुपर्छ। कति मेकर्सहरूले सिनेमा बनाएर जस्तै हामीले अहिले हलिउडको त्यो टेक्निकल हाइली टेक्निकल मुभीहरू हेर्छौँ अनि पहिला हलिउडमा फिल्म बनेपछि अनि पछि स्यामसङ र आइफोनले त्यस्ता टेक्नोलोजीहरू भित्राएका छन् कि भनेपछि फिल्म मेकर्सहरूको दिमाग कहाँसम्म चल्नुपर्ने रहेछ होइन। त्यो कारणले गर्दाखेरि परिवर्तनशील हामी हुन सकेनौँ भने चाहिँ हामी चुक्छौँ। त्यो एकदमै नयना रेशम र जय परशुरामको उदाहरण त्यही हो। हामी परिवर्तन सँगसँगै चल्न सक्नुपर्ने क्रिएटिभ सेक्टरका मान्छेहरू हौँ होइन। र जुन कुरा 6 वर्ष अगाडि चल्थ्यो त्यो अहिले चल्छ भन्ने ग्यारेन्टी छैन, जुन आज चल्छ भोलि नै चल्छ भन्ने ग्यारेन्टी पनि छैन। त्यसलाई चाहिँ मेकर्सहरूले बुझ्नु पऱ्यो है, त्यो कुरा भइहाल्यो। अर्को प्रश्न के थियो मैले कुरा गर्दा हो अब हो मलाई होइन मेरो देश चाहिँ मलाई होइन मलाई लिएर होइन कि मेरो देश चाहिँ टाइटलै सुनेर आउनुपर्ने कुरा हो कि होइन। मेरो देश होइन नि त तपाईँको पनि देश हो नि। हो ल हो यो इन्ट्रेस्टिङ यो मेरो क्यारेक्टरमा चाहिँ के छ भने जस्तै हामी जहिले पनि हामी प्रब्लम्सका कुरा गर्छौँ होइन। यो नेता यस्तो भयो, बत्ती आएन, पानी आएन, यो भयो त्यो भयो त्यो भयो, तर त्यो मेरो देशमा चाहिँ हामी केही पात्रहरू मिलेर फिल्ममै त्यसको बेसमा पुग्न ट्राई गरेका छौँ क्या। अहिलेसम्म हामीले कुरा गर्ने कुराहरू भनेको नेपालमा पनि द्वन्द्वहीनता र अपारदर्शिता होइन। सबै हाम्रो अहिलेसम्मको प्रब्लम भएको नेपालमा प्रजातन्त्रपछि यही दुईटाको जड हो नि त होइन। अब त्यसपछि राम्रो नेता आउने नआउने सेकेन्डरी कुरा भयो, जनताले ल मान्ने नमान्ने सेकेन्डरी कुरा भयो, कस्तो संविधान आउँछ संविधान लागू हुन्छ हुँदैन त्यो सेकेन्डरी कुरा भयो होइन। ल अब यही किचलोलाई अब नेपाललाई अब हामी सबैजना जनता लागेर यो एउटा सोल्युसन ले चाहिँ देश बन्छ कि यो सोल्युसनलाई चाहिँ हामीले लागू गर्यो भनेर एउटा सोल्युसन हामीले सोचेका छौँ कि यो मुभीमा। हामीले प्रब्लमका कुरा मात्र गरेका छैनौँ होइन भने त बोरिङ भइहाल्यो नि। त्यो त म भोलि गएर न्युज पेपर पढ्छु नि, कुन नेताले कसलाई कहाँ पड्कायो त मैले त्यो त त्यत्तिकै पनि पढिरहेको हुन्छु नि होइन। सो त्यो कारणले गर्दाखेरि यो मुभी हेर्नुपर्ने मेन अट्र्याक्सन भनेको मेरो चरित्र, मेरो जुन पात्र छ होइन, त्यो पात्रले चाहिँ एकदमै सङ्घर्ष के कुरालाई गर्छ भने ऊ रुँदैन, ऊ कराउँदैन, उसले हिंसा गर्दैन, हिंसात्मक गतिविधिबाट परै राखेर देशको झन्डा बोकेर सडकमा गएर नलडिकन उसले चाहिँ दिमागले सोचेर एउटा सोल्युसन यो देशको लागि सोच्छ मेरो चरित्रले होइन, मेरो पात्रले। त्यो सोल्युसनलाई उसले मिडियाबाट होस् कि चाहे त्यो नेताको दैलोमा गएर ढकढकाउन परोस् कि कसरी हुन्छ जनता माझ ल्याउने उसको प्रयास छ होइन। र यस्तो प्रयास अहिले नेपालमा धेरै व्यक्तिहरूले इन्डिभिजुअल रूपमा गरि नै रहनु भएको छ। कति व्यक्तिहरूलाई म आफैले पनि चिन्छु होइन। ती व्यक्तिहरू, ती प्रयासरत व्यक्तिहरूको चाहिँ प्रतिनिधित्व मैले गरेको छु। त्यो हिसाबले पनि मलाई निशा अधिकारी भनेर होइन कि नेपाललाई साँच्चीकै नै उन्मुक्ततिर लान र नेपाललाई फ्री गर्न, लिबरेसनतिर लानको लागि जति पनि अहिलेसम्म ती पात्रहरू अहिले हाम्रो वर्ल्डमा यो आर्थिक समाजमा पनि हुनुहुन्छ, ती पात्रहरूले कसरी कुन सङ्घर्षमा जुझ्नुपर्छ भन्ने कुरा हेर्नको लागि पनि मेरो देश, मेरो पात्र, मेरो चरित्रलाई चाहिँ हेर्न आउनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। भनेपछि देशले मलाई के दियो होइन, मैले चाहिँ देशलाई के दिन सक्छु भन्ने भावना चाहिँ चलचित्रले बोकेको छ। एकदमै हो हजुर रोमियो पनि आउँदैछ तपाईँको छिटै हो है। त्यस्तो इन्ट्रेस्टिङ जनाकुटी पनि अब फ्लोरमा जाँदैछ भन्ने कुरा सुन्नु है। इन्ट्रेस्टिङ त्योभन्दा अगाडि अझ भिलेन जाँदैछ फ्लोरमा न। अब सुनियो भेनिसा हमाललाई तपाईँले नायिका लिनुभयो, सिमोस दाइले
यस्तो हो प्रोड्युसर हजुर हुनुहुन्छ होइन प्रड्युसर म र सिमोस दाई नै हो दुवैजना हो हामी दुवैजना प्रड्युसर हो तर क्याप्टेन अफ द सिप सिमोस दाई हो सिमोस दाई इज द डिरेक्टर होइन र सिमोस दाईले जति पनि आफूलाई कम्फर्टेबल हुने एक्टर्सहरू टिम मेम्बर्स चुज गर्नुभएको छ त्यसमा मैले केही हस्तक्षेप गरेको छैन भनेपछि उहाँको लागि चाहिँ कम्फर्टेबल के निसा अलिकति नगर्नु हो त होइन म त एज अ क्रिएटिभ डिरेक्टर काम गर्दैछु नि त अनि कहिले पनि सिमोस दाई र मेरो क्ल्यारिटी पहिलेदेखि केमा थियो भने कहिले पनि हामीले काम गर्दाखेरि चाहिँ हामीले अहिलेसम्म 3टा मुभीमा काम गऱ्यौँ है हाम्रो एकदमै कुरा मिल्ने मान्छेहरू त्यसैले हामीसँग मिलेर फिल्म पनि बनाउनु लाग्यो है हाम्रो सोच मिल्छ क्रिएटिभिटीको लेभल मिल्छ त्यो कारणले गर्दाखेरि सुरुमै मैले सिमोस दाईलाई के क्लियर भनेको थिएँ भने म मुभी बनायो भने म खेल्दिनँ सुरुमा त्यो मिक्स गर्नु हुँदैन कि अनि अब हामी दुईवटा क्यामेराले खिच्ने कि भन्ने कुरामा डिस्कसन हुन्छ एउटा क्यामेरा सिमोस दाइले चलाउने भन्ने कि कुरामा डिस्कसन हुन्छ त्यसपछि फेरि डिरेक्सन ह्याम्पर हुन्छ कि भन्ने डिस्कसन हुन्छ यो भनेको के हो भने हामी त्यहाँ सेटमा गएर दुईवटा रेस्पोन्सिबिलिटी लिँदैनौँ कि एउटा मात्रै लिने हो अब जस्तै उहाँ प्रड्युसर पनि हुनुहुन्छ र प्रड्युसर डाइरेक्टर हुँदाखेरि एउटा टेन्सन के हुन्छ भने सेटमा केही कुरा भयो भने प्रड्युसरले सल्भ गर्नुपर्ने कुरा सिमोस दाइले हेर्नुपर्ने हुन्छ नि त त्यो चाहिँ म गरिदिन्छु कि सो म कार्यकारी निर्माता भइकन पनि कार्यकारी निर्माता र प्रि प्रडक्सनमा चाहिँ क्रिएटिभ एस्पेक्टमा चाहिँ म काम गर्छु त्यसमा कहिलेदेखि फ्लोरमा जाँदैछ जेनाको चैत्र 5 क्यारेक्टरहरू सबै फाइनल भइसकेको भइसके छ सौगात दाईको क्यारेक्टरसँग चाहिँ विनिशाजीको पेयर अप हो देख्न पाउँछौँ भन्ने कुरा छ हो त्यही ठाउँमा चाहिँ तपाईँसँग चाहिँ जस्तो सौगात दाईसँग तपाईँको क्यारेक्टर दर्शकहरूले पनि हेर्न चाहेको होला तपाईँलाई पनि मनपर्ने होइन सौगातसँग तपाईँको चलचित्र खेल्ने एकदमै इच्छा पनि छ होइन त्यो इच्छा सुनगावामा हामीले सँगै काम गरिसक्यौँ सुनगावामा हाम्रो दर्शकले उहाँ दाई बहिनीको क्यारेक्टर थियो हामी दुईजनाको होइन त्यसमा हामी काम गरिसक्यौँ र हो मलाई एकदमै मेरो त सौगात दाई त फेभरेटै हो होइन र होइन मलाई उहाँसँग काम गर्न मन छ स्क्रिनमा एज अ पेयर पनि काम गर्न मन छ एकदमै नै मन छ होइन तर त्यसमा चाहिँ म मेकिङमा इन्भल्भ हुन्न कि होइन त्यो जस्तै अब त्यतिखेर चाहिँ म एज अ प्रड्युसर अथवा एज अ क्रिएटिभ डिरेक्टर त्यो मिक्सै गर्नु मन छैन मलाई अहिले सुरुमा म अहिले सिक्ने क्रममा छु म आमिर खान होइन मेरो पछाडि यहाँ 7जना डिरेक्सनको टिम छैन तारे जमिन पर बनाउनलाई हेर्नुहोस् होइन त्यो कारणले गर्दाखेरि त्यो मिक्स चाहिँ मलाई गर्न मन छैन हामी लिमिटेड रिसोर्सेसमा काम गर्छौँ नेपालमा लिमिटेड म्यान पावर छ र आफ्नो ठाउँमा आफूले राम्रो काम गऱ्यो भने टिमवर्क राम्रो हुन्छ भन्ने विश्वास हो आफ्नो पनि चलचित्र आइरहँदा होइन चलचित्र आइरहँदा आफूले निर्माण गर्दाखेरि अपोजिटमा आफूले चाहेको कलाकारसँग खेल्नु मन चाहिँ लागेन लागेन त्यो धारणा नै डिफ्रेन्ट भयो नि त त्यो उनै डिफ्रेन्ट भयो अब जस्तै मलाई कसैले एउटा मुभी अफर गर्नुभयो होइन त्यसमा सौगात दाई पनि हुनुहुन्छ तर मलाई अरू कसैको अपोजिट कास्ट गर्नु भने मैले गर्थेँ होला कि मलाई सौगात दाईको अपोजिट हुँदैन भने जस्तो के हुन्छ त्यो मनमा एउटा इच्छा तर देन अफकोर्स आई वुड नट से द्याट वर्बली होइन त्यो डिरेक्टरको रोजाइ हो मलाई त्यस्तो छैन म त ल एभ्री डे म सेटमा सौगात दाईको पर्फर्मेन्स हेर्न सक्छु भने एज अ क्रिएटिभ डिरेक्टर उहाँको पेयर भएर होइन उहाँलाई कुन लुगा लगाइदिने ढाका टोपी कसरी ढल्काइदिने म गएर मिलाउन पाउँछु भने होइन त्यो पनि त खुसीको कुरा हो नि अब अन्तिममा दुईवटा प्रश्न छ तपाईँसँग जस्तै अब राजनीतिक चलचित्र खेलिरहँदाखेरि निर्देश खेलिरहँदाखेरि हजुर पछिल्लो समय सम्पूर्ण नायिकाहरू केही नायिकाहरू लगातार चलचित्रहरू के अरे राजनीतिमा होमिएको अवस्था छ तपाईँलाई 3वटा अप्सन दिन्छु म नेपाली काङ्ग्रेस नेकपा एमाले र माओवादी केन्द्र 3वटा पार्टीमा तपाईँ प्रवेश गर्न चाहनुभयो भने किन र कुनमा प्रवेश गर्नुहुन्छ म फिल्म बनाउँछु चुप लाएर जस्तै 3वटा थपक्क हेर्नुहोस् साँच्ची भनेको म थपक्क आफ्नो गर्नुपर्ने काम गर्छु पढ्छु एकदमै यो देशको नियमहरू एकदमै मेरो धारणा नै यो कुनै पनि कुरा कानुन बाहेकको उछिट्टिनु हुँदैन भन्ने धारणाको मान्छे हो म एकदमै फलो गर्छु म नियम कानुन म सोर्स फोर्स पनि कहिले युज गर्दिनँ होइन कहिले पनि र त्यो सबै एकदमै कानुनलाई फलो गरेर बस्ने मान्छे भएको कारणले गर्दाखेरि म त्यही नै गरेर बस्छु त्यो गर्नु राम्रो हो जस्तो लाग्छ मलाई यो 3वटा पार्टीमा कुनै पनि विकल्प अहिले कुनै पनि छैन मलाई राजनीति नै म अहिले विकल्पको रूपमा हेर्दिनँ अब अन्तिम प्रश्न बेलामा चर्चामा आउनुहुन्छ कहिले हिमाल चढेर सबैलाई चिनाउनु भयो होइन नेपाललाई पनि विदेशसम्म चिनाउनु भयो कहिले पुरै कपाल खोरिएर मिडियामा छाउनु भयो होइन एउटा खेलाडीसँगको प्रेम छुटेपछि त्यसो गऱ्यो भने भनेर हल्ला पनि चलाए तपाईँको वास्तविक पर्सनली आफ्नो नितान्त जीवनसँग सम्बन्धित कुरा हो यो मैले सोधेँ हजुरलाई होइन ठिकै छ प्रेमको बारेमा चाहिँ केही भनिदिनुहुन्छ कि किन त्यसो गरियो अथवा ती कुरा कतिसम्म साँचो थियो मायामा बिछोड भएपछि कपाल खोलेको कुरा कतिसम्म साँचो थियो बिछोडका कुराहरू के
त्यो कपाल खौरेको चाहिँ नितान्त मलाई पहिल्यैदेखि गर्न मन थियो तर मलाई अब मिडियामा काम गरेपछि अब सबैलाई लामो कपालै चाहिने मैले कपाल खौरेपछि मैले विग लगाएको पीडा मलाई कति थाहा छ होइन 2टा फिल्ममा जय परशुराम र मेरो देशमा पनि तपाईँले विग देख्नुहुन्छ अब यति पीडा भएको थियो त्यो गर्मीमा मैले त्यो एकदम भोगेको छु त्यो कपाल काटेको होइन तर होइन मलाई चाहिँ त्यो पहिल्यैदेखि नै एकचोटि गर्नु मन भएको कुरा हो र यसपालि मैले त्यो बिचमा ग्यापमा ल अब अहिले गरेन भने त कहिले गर्ने भनेर गरेको मात्र हो र मैले त्यो कपाल खौरिँदाखेरि रमाइलो कुरा के भयो भने मैले त्यो डोनेट गर्न पाएँ तर म यो झुट बोल्न सक्दिनँ होइन एकदमै म दिलदार भएर मैले कपाल डोनेट गर्नलाई काटेको चाहिँ होइन होइन त्यो के भयो भने मैले कपाल खौरिन्छु भन्दाखेरि मैले युएसमा अनलाइन चेक गर्दाखेरि हेयरहरू गिफ्ट पनि डोनेट पनि गर्न सकिँदो रहेछ र कसलाई भने त्यो क्यान्सर पीडित बच्चाहरूलाई चाहिँ उनीहरूलाई चाहिँ नकारात्मक असर नपरोस् किमोथेरापी पछि तालु हुन्छ नि त कपाल झर्छ होइन भनेर ह्युमन हेयरको विग बनाउनु हुँदो रहेछ उहाँहरूले त्यस्तो संस्थाहरू थुप्रै हुँदो रहेछ खाममा कपाल हालेर पठाइदिनु पर्ने होइन अब त्यो पनि हुन्छ म खौरिन्छु पनि भने जस्तो भयो कि मलाई त्यो मेरो प्रेम जीवन अथवा मेरो मम्मीसँग झगडा भएर अथवा तपाईँसँग झगडा भएर होइन मान्छेले कपाल खौरिहाल्छ जस्तो चाहिँ मलाई लाग्दैन कि विशेष गरी अझ केटीहरूले त्यस्तो परेर खौरिहाल्छ जस्तो लाग्दैन मलाई प्रेम गर्नुपर्छ गर्नुहोस् भ्यालेन्टाइन डे आउँदैछ होइन हो हजुर यो मन कस्तो हुँदो रहेछ भने नि प्रेम भन्ने कुरा कहिल्यै टुट्दैन रहेछ कि टुट्या जस्तो मात्र लाग्दो रहेछ अनि यसो सोच्दाखेरि प्रेममा पर्या मात्र जस्तो लाग्ने हो कि जस्तो लाग्न थालिसक्यो मलाई माया न हो मेरो प्रेम सम्पूर्ण म आफैलाई सबभन्दा निरन्तर मैले प्रेम गर्ने भनेको म र मेरो बाउआमालाई हो होइन म तपाईँलाई एउटा कुरा भन्छु कि जस्तै मलाई रिम्पुचेले सिकाउनु भएको मेरो गुरुले होइन के भन्नुभयो भने उहाँले हामी कुनै व्यक्ति विशेषलाई माया गर्छौँ अथवा कुनै कार विशेषलाई माया गर्छौँ अथवा अब्जेक्ट र मान्छे अरूमा गर्छ नि त्यो कस्तो हुन्छ अरे भने त्यो माया चाहिँ स्टक मार्केट जस्तो हुन्छ अरे कि फ्लक्चुएट हुने होइन स्टक मार्केटको व्यापार हुन्छ नि एक त अब मानिलिउँ तपाईँ म डेट गरिरहेको छु होइन अब एक त तपाईँ पनि कन्सटेन्टली चेन्ज भइरहेको हुने तपाईँको भावनात्मक त्यो पनि भइरहेको हुने त्यो अनुसार मेरो खुसी गाँसिएको हुने अझ मेरो पनि भइरहेको हुने होइन त्योभन्दा अहिले काममै फोकस गर्नु ठिक छ यस्तो स्टक मार्केट टाइपको इमोसनल फ्लक्चुएसन भन्दा होइन भनेर चाहिँ मैले निर्णयमा आएको मात्रै हो